आफ्नो परिवारसँग बसेर रमाइराख्नु भएको छ। सधैँभरि प्रत्येक व्यक्तिले खोजेको यही हो, सुख शान्ति, मनको आनन्द। मिठो खाएर हामी केही समय मात्र खुसी रहन सक्छौं। राम्रा कपडा लगाएर कुनै पनि राम्रो ठाउँमा घुम्न गएर केही समय मात्र हामी खुसी रहन सक्छौं। तर सधैँभरि हामी यस्तै गरी कसरी खुसी हुन सक्छौं त? प्रत्येक व्यक्ति भित्र उठेको यो प्रश्न हुन सक्छ। सधैँभरि हामी खुसी जुनसुकै क्षेत्रमा काम गरे पनि, विदेशमा भए पनि, स्वदेशमा भए पनि, जो जहाँ भए पनि कसरी हामीलाई खुसी बनाएर राख्न सक्छौं, कसरी हामीले आफ्नो मनलाई शान्ति बनाउन सक्छौं। प्रत्येक व्यक्तिले यो खोज्नु भएको छ, किनकि मानिसको धर्म हो सुख शान्ति खुसी आनन्द भएर ऊ कर्म गर्न सकोस्। प्रत्येक व्यक्तिले खोजेको यही हो। हरेक व्यक्तिहरू विदेशमा जानुहुन्छ यही सुख शान्ति खोज्नको लागि, स्वदेशमा आफ्नो परिवारमा रमाएर बस्न चाहनुहुन्छ यही सुख शान्ति खोज्नको लागि। तर यो कहाँ छ? यो तपाईको मनभित्र छ। आजैबाट तपाईले यो विजय दशमीको अवसरमा सुरु गर्नुस्, म सकारात्मकता बन्छु। आजबाट म त्यस्तो भोजन गर्छु जुन भोजनले मलाई, मेरो मनलाई सकारात्मकता बनाओस्, आनन्द बनाओस्। मेरा सोच, मेरा विचारहरूमाथि म लगानी गर्न सुरु गर्छु। अब म जुनसुकै कर्म बाहिर गर्छु आफूलाई भित्रबाट सकारात्मकता बनाउँछु। म सुख शान्ति आनन्द मेरो मनमा खोज्छु। मेरो मनलाई स्थिर बनाउन सक्नु प्रत्येक व्यक्तिको धर्म हो। आफ्नो मनलाई स्थिर बनाउनको लागि म जे गर्छु नि, मेरो जीवन बाहिर छैन, मेरो जीवन भित्र छ, यो बुझ्न जरुरी छ। मेरा सोच, मेरा बोलीवचन, मेरा व्यवहारहरूमाथि म पूरा लगानी गर्छु। किनकि सुख शान्ति भनेको बाहिरको वस्तुबाट केही समय मात्र मिल्छ, व्यक्तिबाट केही समय मात्र मिल्ने रहेछ, हामी सबैले थाहा भयो नि। अब हाम्रा सोच, हाम्रा बोलीवचन, हाम्रा व्यवहार आफूभित्र लगानी गर्छौं, सारा शक्ति, सारा ऊर्जा हामी भित्र छ। जब हामी मनमाथि विजय हुन्छौं अनि विजय दशमी सुरु हुन्छ। त्यसैले विजय दशमीको सबैले शुभकामना। आफ्नो मनमाथि विजय हुने र सदा दिन जो जहाँ भए पनि खुसी, उमङ्ग, उत्साह भएर कर्म गर्न सकियो भने हामीले देशमा भ्रष्टाचार गर्दैनौं, बलात्कार गर्दैनौं, नराम्रा घटनाहरू घट्न सक्दैन। यदि कुनै पनि नराम्रो घटनाहरू बाहिर घटेको छ भने त्यो हाम्रो पहिला मनभित्र घट्ने गर्छ। मनभित्रको घटनालाई हामीले भित्रैबाट अन्त्य गरौं र बाहिरको घटना त पछिको कुरा हो। हाम्रो मनभित्र राम्रा घटना घटेको छ भने बाहिर पनि राम्रै घटना घट्छन्। त्यसैले पहिलो प्राथमिकता आफूलाई दिउँ प्रत्येक व्यक्तिले, र उमङ्ग, उत्साह, खुसी भएर सबैसँग रमाएर विजय दशमी मनाऊ। धन्यवाद।